हेलो एंड नमस्ते वेलकम टू बैक माई युट्युब च्यानल कुमार विष्ट मोटो भ्लगमा यहाँहरूलाई हार्दिक स्वागत छ। फरक दिन फरक विषय फरक श्रृङ्खला झैँ आज पनि कन्स्ट्रक्सन वर्क डे 64 मा छु। देखेर चाहिँ तपाईँहरूले लागेको हुनसक्छ कस्तो बन्यो के बनेको भनेर। यो चाहिँ भराङ हो, सत्रिङ हुँदैछ। यो चाहिँ रडहरू बिछाएर यस्तो बन्दैछ। यो चाहिँ सेकेन्ड फ्लोर हो। यो सेकेन्ड फ्लोरमा चाहिँ भन्दा पनि लास्ट नै यो चाहिँ अब टिनको छानो भएको हिसाबले गर्दा चाहिँ यो यस्तो बनाइएको छ। यो चाहिँ यसरी रड बुन्नुपर्छ ढलानको लागि। पुरै रड बुन्नुपर्छ पारीसम्म नै। यो पुरै रड बुनिसकेपछि भोलि मात्र चाहिँ एएमआरसी को माल चाहिँ दलान गरिन्छ। ठुलो भू बनारमा बनेको छ 40 वटा पिलर। वरिपरि पुरै बस्ती छ, ठुलो बस्ती। भने यो बिचमा चाहिँ न्यू लाइट इङ्ग्लिस बोर्डिङ स्कुल चाहिँ बनिराखेको छ। यो भवनले अपुग भइसकेपछि यतापट्टिको भवन चाहिँ बनाइएको हो। यसको सहायताले चाहिँ यो हालिदो रहेछ। यो मेटलको डाइहरूले यसरी हाल्नुहुन्छ, बनाउनुहुन्छ भने यो चाहिँ सत्रिङ पातीले यसरी यो रडहरू बुन्छ र रडहरू बुनिसकेपछि भोलि मात्र चाहिँ एएमआरसी को माल हालेर डलाउनुहुन्छ। हामीले चाहिँ तलपट्टि ब्लक लगाइराखेका छौँ। तलपट्टि झर्दैछु। यो भराङ हो। एउटा यसो हेर्दा चाहिँ यस्तो देखिन्छ यो रडहरूको बुनेको तरिका। अझै यहाँ रड बुनेर सकेको छैन, भ्याइएको छैन। यो भराङमा चाहिँ स्टेप बनाइन्छ, सिडीहरू बनाइन्छ। अरू बाँकी चाहिँ यो पुरै कोठा हो, पार्टेसनहरू छ, छुट्याइएको छ। यहाँ चाहिँ अलिक फरक डिजाइनमा बनाइएको छ। यो ढोकाको यस्तोमा पनि दलान गर्नु पर्दो रहेछ। यहाँ अलिक फरक डिजाइनमा छ। भित्र चाहिँ गुप्प देखिन्छ। यो चाहिँ बोइजहरूको टोयलेट हो भने यतापट्टि चाहिँ लेडिजहरूको। यो चाहिँ रुमहरू भने यो चाहिँ बाटो र यो चाहिँ भराङ भइहाल्यो माथिपट्टि जानलाई। अब म माथिपट्टि देखाउँदैछु। यो चाहिँ माथिल्लो फ्लोरमा हो। यहाँ चाहिँ मेटलको डाइहरूले यो डन्डीहरू फलामहरू चाहिँ राखिराख्नु भएको छ। यसको माथि चाहिँ च्याडरको टिनको चाहिँ छानो हुँदो रहेछ, छानो हुन्छ भने यो तल देखिरहेको चाहिँ यो रड हो। यस्तै चाहिँ रड बुनिराखेको छ सत्रिङको टोलीले। तलपट्टि यो साइडमा चाहिँ सत्रिङको टोलीहरू रड बुनिराखेको छ भने म तलपट्टि यो चाहिँ 12 वटा पिलरको फेरि साइडमा एउटा भवन बन्दैछ। अहिले हामीले चाहिँ टाइपिङ कसिसकेर पिलरहरू बुन्यौँ भने म भित्रीपट्टि यहाँ सोलिङ भएको छ कोठाहरूको यो बाटोमा भने चाहिँ अब ब्लकको कारहरू लगाइराखेको छ, सोलिङहरू भइराखेको छ।
अब चाहिँ करिब करिब हामी वालको अन्तिम अन्तिम चरणमा छौँ। अब चाहिँ यसरी धरान सुरिङ गरेर झन् गर्नुपर्ने हुन्छ। यो चाहिँ लन्च टाइम हो खासमा, ब्रेक टाइम। यतिखेर करिब 1 बजेको छ दिउँसोको। नास्ता खाने समय छ, नास्ता खाँदैछन् अरूले भने। म चाहिँ यसरी भिडियोहरू कैद गर्दैछु। दिउँसो केटाहरू लन्च गर्ने टाइममा चाहिँ पागल जस्तै मोबाइल हेरेर बसिरहेको छ। यो चाहिँ भित्री कोठाहरू हो, पार्टिसनहरू। यहाँ सब आफ्नै पारामा चाहिँ आराम गरिराखेका छन् यो भित्रपट्टि। यसरी चाहिँ भित्रपट्टि लन्च गरिसकेपछि, नास्ता खाइसकेपछि केही समय रेस्ट गरिराखेका छन्। यिनीहरू चाहिँ लास्टले भुतुक्की भएको देखिन्छ। भने बाहिरी पत्ती चाहिँ केटाहरू यसरी बसिराखेका छ। अब नास्ता खाइसकेपछि अब यिनीहरू चाहिँ अब तयारी अवस्थामा छ। अनि माथिपट्टि सटिङको टिमले र मेटलको टिमले चाहिँ काम गरिराख्नु भएको छ। अब भोलि ढलान होडी छ, त्यस कारणले काम चाहिँ एकदम तीव्र गतिमा भइराखेको छ। यसरी करिब करिब अब अन्तिम चरणमा चाहिँ दाइहरूले यो एङ्गल ठाडिसक्नु भएको छ। यो चाहिँ न्यू लाइट इङ्ग्लिस बोर्डिङको भवनहरू हो पारि देखिएको चाहिँ। त्यो भवनले अपुग भइसकेपछि यो 44वटा पिल्लरको भवन चाहिँ निर्माणधीन छ। एउटापट्टि 12वटा पिल्लरको ठुलो भूसंरचनामा चाहिँ एकदमै राम्रो भवन बनिराखेको देखिन्छ र बनाइराखेको छ पनि। यताउतिको वातावरणहरू चाहिँ साँझ पख भएको कारणले गर्दा सिन राम्रो देखिएको छ। यसरी बुनिने रडहरू पनि बुनेर करिब करिब सकियो आजको यो दिनमा भने। अब भोलि चाहिँ यो धारण हुनेछ। माथिल्लो चाहिँ मेटलको डायरले पनि अब यो करिब करिब अन्तिम चरणमा हुनुहुन्छ। यो भिडियो कस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला भन्दै अहिले भने छुट्टिन्छु। नमस्ते।